के यो संसारमा छोरी मान्छे भएर जन्मिनु पाप नै हो त? कहीँ सुरक्षित छैन त यो छोरी मान्छेहरू त। धेरैले भन्छ विदेशमा छोरी मान्छेलाई नपठाउनु, आफ्नो छोरी, आफ्नो स्वास्नी, आफ्नो पत्नीलाई विदेश नपठाउनु, त्यहाँ जे पनि हुनसक्छ, सुरक्षित हुँदैन छोरी मान्छेहरू भन्छ। यहाँ नेपालमै त सुरक्षित छैन यार छोरी मान्छेहरू। निर्मला पन्तको हत्या भएको कति वर्ष भइसक्यो, अहिलेसम्म उसलाई त्यस्तो नराम्रो गर्ने अपराधीहरू अहिलेसम्म पनि पक्रेको छैन, अहिलेसम्म पनि उसले न्याय पाएको छैन। त्यसमा अब हामीले के भन्ने? प्रहरी मिलेको भन्ने कि प्रहरीले उसको अपराधीलाई थाहा पाएर पनि उसले नै बाहिर पब्लिक नगरेको भन्नु कि नेपाल सरकारले न्याय नै नदिएको किन हो त यसरी? अनि उसले न्याय नपाइकन अर्को फेरि इनिसा बहिनी भनौँ न, इनिसा बहिनी फेरि त्यस्तै भयो। अनि फेरि हुँदा नहुँदा कञ्चनपुरमा फेरि अर्को एउटा थपियो। अनि के भएको हो क्या यस्तो? मैले के सुन्नु परेको, के हुनु परेको? यो नेपालमा म जन्मिनै ठुलो गल्ती जस्तो लाग्यो क्या, संसारमै जन्मिनु म ठुलो गल्ती जस्तो लाग्यो। आफूलाई पो दोष लागेको जस्तो लाग्छ क्या। किनभने आफ्नो चेलीबेटीहरू सुरक्षित नहुँदाखेरि त आफूलाई धेरै नराम्रो हुन्छ नि त। यो त अब उसले त अब धेरै नराम्रो कुरा भयो नि त यो त। अनि उसले न्याय पाउनु पर्यो क्या जसरी भए पनि। यो भिडियो चाहिँ सबैमा पुग्नु पर्यो भन्न चाहन्छु म चाहिँ, होइन।